सो हेलो केडा हो ह्याप्पी न्यू इयर है सबैजनालाई 2026 को धेरै धेरै ह्याप्पी न्यू इयर। किन हो यति चाँडो ह्याप्पी न्यू इयर आएकै छैन भन्नु केडा हो, तर हामी फुटबल फ्यान्सको लागि चाहिँ जनवरी लगभग सुरु भइ नै सक्यो, किनकि ट्रान्सफर र्युमर्सहरू भक्काभक आइरहेछ केडा हो। ट्रान्सफर मार्केट खुल्दैछ अबको केही दिनमा जनवरीमा हैन, विन्टरको ट्रान्सफर मार्केट, र त्यो खुल्नुभन्दा अगाडि नै कतिवटा डिलहरू भइ पनि सकेको छ र प्लस कतिवटा हुन बाँकी नै होला। र्युमर्सहरू टन्नै आइरहेछ जुन जुन क्लबमा अलिकति त्यो एउटा मिसिङ पजल, जुन एउटा पोजिसनमा प्लेयर नभएर अलिकति क्लबलाई गाह्रो भइरहेको हुन्छ, त्यो एउटा भर्नी मौका सबै टिमको लागि हुन्छ यो ट्रान्सफर विन्डोमा चाहिँ। अब नर्मल्ली धेरै प्लेयरहरू साइन नभए पनि यो ट्रान्सफर मार्केटले पनि धेरै टिमको एकदम पोजिसनहरूलाई चेन्ज गर्न सक्ने खालको ट्रान्सफर मार्केट हो है। सो रमाइलो हुन्छ केडा हो। जनवरी लगभग सुरु भइसक्यो, तर दुईटा अति क्रेजी साइनिङहरू भइसकेको छ। एउटा भएको छ एन्ड्रिकको केडा हो, हाम्रै घरको भाइको, हाम्रै एउटा छोराको भनौँ होइन। सो हाम्रै छोराको भइसकेको छ, एन्ड्रिकको भइसक्यो केडा हो। एन्ड्रिक गोइङ टु ओलम्पियाकोस लियन केडा हो। लोन डिल हो, 6 महिनाको लागि लोन डिल हो, फेरि ब्याक आउँछ रियल म्याड्रिडमा, टेन्सन छैन। 50% वेज पनि तिर्दिन्छ। सो यसको बारेमा नि कुरा गर्नेछौँ। अनि अर्को डिल जुन हुँदैछ यो डिल पनि क्रेजी नै भन्छु केडा हो, किनकि यो एकदम इम्पोर्टेन्ट डिल हो। धेरै प्रिमियर लिग क्लबहरू इन्ट्रेस्टेड देखाएको थियो यो डिलमा, तर यो डिल गरिसकेको छ म्यान्चेस्टर सिटीले। त्यो प्लेयर छ सेमेनियो भन्ने प्लेयर, बोर्नमाउथको खेलाडी, अति अहिलेको इमर्जिङ प्लेयर, 25 इयर्स ओल्ड प्लेयर। यो प्लेयरलाई साइन गरिसक्यो, रिलिज क्लज मिट हानेर 65 मिलियनको। सो सिटीले ल्याउनेवाला छ सेमेनियोलाई, पर्सनल टर्म एग्रिड भनिएछ है। अब यो दुईटा डिललाई पालो गरेर हेरौँ केडा हो। सुरुमा कुरा गरौँ आफ्नै घरकै कुरा गरौँ केडा हो। सुरुमा हाम्रै कुरा गरौँ एन्ड्रिकको केडा हो, एन्ड्रिकको ट्रान्सफरको। अब एन्ड्रिकलाई हामीले 2022 तिरै साइन गरे हो, 2024 मा आउने गरेर 18 वर्ष नपुगी आउन मिल्थेन, त्यही भएर 18 वर्ष पुगेपछि आइहाल्ने तरिकाले जुलाई 2024 मा कार्लो एन्चेलोटीको अन्डरमा लिएर आएको हो। अब त्यतिखेर एम्बाप्पेको पनि स्योर भइरहेको थिएन यता केसहरू, त्यही भएर पनि एउटा स्ट्राइकर हामीलाई चाहिनेवालै थियो। त्यही भएर एन्ड्रिक एउटा राइजिङ स्टार इमर्ज हुँदै थियो। 72 मिलियनको एराउन्डमा डिल गरेर हामीले एन्ड्रिकलाई ल्याएको थियौँ रियल म्याड्रिडमा। अति इम्पोर्टेन्ट खेलाडी हुन्छ होला भनेर लिएर आएको थियौँ। अब त्यो अनुसारको एक्सपेक्टेसन अनुसार भएको छैन र गेम टाइम पनि पाएको छैन, र केही बेला इन्जुरीले पनि अलिकति यसलाई अनलकी बनाइरहेछ है यो खेलाडीलाई। तर अब जाँदैछ ओलम्पियाकोस लियनमा केडा हो। यो डिल भइसकेको छ, 50% को वेज पनि दिने कुरा छ होइन ओलम्पियाकोस लियनले, र 100% ग्यारेन्टी अर्को सिजनमा फेरि एन्ड्रिक आएर रियल म्याड्रिडमै खेल्नेवाला छ है। र एन्ड्रिकलाई यस्तो खालको क्लज पनि भनिएको छ कि एन्ड्रिकले यति गेम चाहिँ खेलेन भने चाहिँ केही पेनल्टी पनि तिर्न पर्ने लियनले भन्ने कुरा पनि छ। सो एन्ड्रिकले राम्रो एउटा गेम टाइम पनि पाउँछ, र आई थिङ्क रियल म्याड्रिडले यो नराम्रो डिसिजन म भन्दिनँ, किनकि जावी अलोन्सोको अन्डरमा अब एन्ड्रिकले खासै गेम टाइमहरू पनि पाइरहेको थिएन। अब उता गएर गेम टाइम पनि पाउँछ। 2026 वर्ल्ड कप पनि आउँदैछ केडा हो। सो त्यसको लागि नि प्रिपरेसन पनि हुन्छ एन्ड्रिकको लागि पनि। सो आई थिङ्क यो दुइटै पार्टीको लागि चाहिँ राम्रै हो है। यसलाई अलिकति बिगर पिक्चरमा हेर्ने हो भने चाहिँ आई थिङ्क एन्ड्रिकको लागि पनि र रियल म्याड्रिडको लागि पनि यो एउटा डिल चाहिँ दुईजनाकै लागि राम्रो हो। 2026 को वर्ल्ड कपमा जाँदा अलिकति फिजिकल्ली स्ट्रङ, मेन्टली स्ट्रङ भएर एन्ड्रिक जानु उसको लागि राम्रो हो भने, रियल म्याड्रिडको लागि पनि गेम टाइम पाएर अलिकति इभल्भ भएर एन्ड्रिक आइदियो अर्को सिजन भने हामीले युज गर्न सक्छौँ है। स्पेसल्ली मैले भनि नै रहेको छु, भिनिसियसको मैले लामो देखाएको छैन रियल म्याड्रिडमा। सो भिनिसियस भोलि गयो भने एम्बाप्पेलाई लेफ्ट विङमा सिफ्ट गर्दा त्यहाँनिर एउटा स्ट्राइकर यदि रियल म्याड्रिडलाई चाहियो भने त्यो थ्रेट लिएर आउन सक्छ एन्ड्रिकले भोलिको दिनमा। र ओलम्पियाकोस लियन पनि नराम्रो टिम होइन, त्यहाँ गएर त्यहाँको सिस्टममा खेलेर नम्बर 9 लगाउनेवाला छ एन्ड्रिकले। सो केही न केही यो मान्छेले पक्कै गर्नेवाला छ है। सो के लाग्छ केडा हो, तपाईँहरू कतिको खुसी हुनुहुन्छ एन्ड्रिकको डिलबाट, यसो कमेन्ट गर्नु होला। सो मलाई पर्सनल्ली कुरा गर्नुपर्दा चाहिँ आई थिङ्क इट्स अ गुड डिल केडा हो। हाम्रो रियल म्याड्रिडको क्लबको लागि पनि राम्रो डिल, र एन्ड्रिकको लागि पर्सनल्ली पनि एउटा राम्रो डिल हो जस्तो लाग्छ मलाई है ओलम्पियाकोस लियनमा जानु चाहिँ। र पहिला पनि हामीले एउटा नम्बर 9 लिएर आइसके हो त्यहाँबाट, र त्यो हो करिम बेन्जिमा केडा हो। रिमेम्बर द नेम, यो अर्को करिम बेन्जिमा हाम्रो लागि एन्ड्रिक बन्न सक्छ भोलिको दिनमा। सो एनीवे लेट्स मुभ अन टु द एनदर डिल केडा हो, जुन भइसकेको छ सेमेनियो टु म्यान्चेस्टर सिटी। अब यो डिलमा यस्तो क्रेजी भएको थियो केडा हो, प्रिमियर लिगको एक्सपिरियन्स भएको खेलाडी, धेरै क्लबहरू यसको पछाडि गइरहेछ भन्ने खालको न्युज पनि आएको थियो, तर यति चाँडो डिल यो भइसकेको छ, पर्सनल टर्म एग्रिड भइसकेको छ। सेमेनियोले खासै धेरै नाटक पनि गरेन, 1-2 दिनमा यो डिल डनै भइसकेको छ है। अब युनाइटेडले एकदम धेरै पुस गरिरहेको थियो। अब युनाइटेडको त यतिसम्म न्युज आएको थियो कि केडा हो, युनाइटेडले त आफ्नो सिस्टम चेन्ज गर्न तयार थियो अरे सेमेनियोको लागि, त्यो लेभलको न्युज आइरहेको थियो। सो युनाइटेड हो केडा हो, गरिदिन्छ एउटा प्लेयरको लागि सिस्टम चेन्ज गरिदिन्छ फेरि, त्यो लेभलको क्लब हो है युनाइटेड अहिले। सो सेमेनियोको लागि त्यस्तो खालको एउटा र्युमर्स पनि आइरहेको थियो, तर जे भए पनि सेमेनियोले पर्सनल टर्म एग्रिड गरिसकेको छ है सिटीसँग है। 65 मिलियनको रिलिज क्लजलाई खोल्दै सिटीले तान्दैछ सेमेनियोलाई। सेमेनियो पेसी केडा हो,
एजिलिटी भएको खेलाडी, अति क्रेजी छ यो मान्छे। लेफ्ट विङमा खेल्न सक्छ, फरवार्ड स्ट्राइकर जे पनि खेल्न सक्ने। अब मेन त केटा हो विङ्गर हो होइन, तर जे जस्तो भयो नि फरवार्ड लाइनमा जहाँ पनि खेल्न सक्ने। डिफेन्सिभ वर्क रेट पनि एकदम खतरा दिन्छ। अब सिटीमा यो मान्छेले लिएर आउँदैछ खतरा थ्रेट अरू टिमको लागि चाहिँ। अब डोकु अलिकति इन्जुरी पनि भइरहेको हुन्छ धेरै नै, सो त्यसको साटोमा पनि खेल्न सक्ने भयो लेफ्ट विङमा भने। डोकु हुँदै पनि दुईजना कम्बाइन गरेर पनि खेल्न सक्ने भयो। आई थिङ्क सेमेन्योलाई धेरै पोजिसनमा पेप गार्डियोला जस्तो कोचले युज गर्न सक्छन् है भोलिको दिनमा। सो सेमेन्यो खसेरै थ्रेट भएर आइसक्यो। आई थिङ्क सबभन्दा डराउनु पर्ने चाहिँ अब आर्सेनल छ जस्तो लाग्छ है मलाई। सेमेन्यो मैले एकदम फलो गरेको खेलाडी हो, एकदम राम्रो छ। 7 गोल 3 एसिस्ट समथिङ छ। स्ट्याट्समा नजाम केटा हो, तर यो मान्छेको जुन इन्भल्भ हुन्छ गेममा अति क्रेजी हुन्छ। स्पेसल्ली मलाई मनपर्ने भनेको यो मान्छेको डिफेन्सिभ वर्क रेट है। सो युनाइटेडले ल्याओस् भन्ने चाहना थियो तर ल्याएन केटा हो। 65 मिलियनको रिलिज क्लज खोलेर सिटीसँग यो मान्छेले गरिसक्यो पर्सनल टर्म एग्रिड। र नगरोस् पनि कसरी के केटा हो। अहिलेको अब सिटी र युनाइटेड दुईटा टिम यदि कुनै प्लेयरको लागि जान्छ भने प्लेयरले हेर्नुपर्ने भनेको प्रोजेक्ट हो, र प्रोजेक्ट क्लियरली सबैलाई थाहा नै छ। पेप गार्डियोला इज भेरी अप केटा हो अहिले युनाइटेडको सिचुएसन जुन छ त्यो भन्दा होइन। सो पेप गार्डियोला प्लस म्यान्चेस्टर सिटीको अवस्था एकदम राम्रो छ, प्रोजेक्ट एकदम राम्रो छ। सो प्लेयरले त अफकोर्स प्रिफरेन्समा म्यान्चेस्टर सिटीलाई राख्ने नै भयो। सो त्यही नै भयो केटा हो। हरेक मान्छे हरेक प्लेयरले चाहिँ अब अलिकति पास्टलाई मात्र हेर्दैन। जस्तै बेन्जामिन सेस्कोले अब हेरेर आथ्यो अरू क्लबहरूलाई छोडेर युनाइटेड आथ्यो, तर मेरो एक्स जस्तै कोहीको चाहिँ फेरि 5 डजन म्याटर भन्ने पनि बानी हुन्छ। सो सेमेन्योले 5 डजन म्याटर भन्दै म्यान्चेस्टर सिटीको प्रोजेक्टलाई रोज्दै 65 मिलियनको रिलिज क्लजलाई तोड्दै सेमेन्यो आउँदैछ म्यान्चेस्टर सिटीमा केटा हो। सो यो दुईटा डिल भइसकेको छ केटा हो, एकदम डन डिल हो यो। तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला। सेमेन्योले अब म्यान्चेस्टर सिटीमा आगो बाल्नेवाला छ केटा हो। सो स्टे ट्युन्ड केटा हो, मजा आउनेवाला छ। लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अनि के लाग्छ भन्नुहोस् कमेन्टमा यसो होइन। सब्सक्राइब नि गर्नुहोस् केटा हो, सब्सक्राइबर बढेर होइन। सो पैसा कमाउनु पऱ्यो बिस्तारी। अनि हाला माड्रिड केटा हो।